ठुलो मान्छेलाई सासै बन्द भयो भने हामी यसलाई क्रिटिकल डेथ भन्छौँ र सासै बन्द भयो मृत्यु नै भयो भने हामीले सिपिआर गर्नु जरुरी छ र सिपिआर कसरी गर्छु म तपाईँलाई आज देखाउँदैछु र यस्तै खालका अन्य भिडियोहरूको लागि तपाईँले मेरो युट्युब च्यानलमा गएर सब्स्क्राइब गर्न सक्नुहुनेछ र अन्य भिडियोहरू पनि देख्न सक्नुहुनेछ। र सुरुमा हामी के गर्छौँ, अब रेस्पोन्स चेक गर्छौँ बिरामीलाई। हेलो हेलो हेलो, होसमा छैन, अहिले बेहोस छ, कुनै रेस्पोन्स आएन र नआएपछि अब हामी तुरुन्तै के गर्छौँ त बिरामीलाई सिरानी नराख्ने बिल्कुलै र घाँटीलाई माथि उचाल्दिने, ओपन एयरवेज गरिदिने र त्यसपछि अब हामी ब्रिथिङ चेक गर्छौँ 10 सेकेन्डको लागि। 1 2 3 4 5 6 7 8 9 10। 10 सेकेन्ड चाहिँ हामीले के गर्यौँ त ब्रिथिङ चेक गऱ्यौँ, नाकमा र मुखमा सुन्यौँ र छातीमा हेऱ्यौँ। अब सास छैन भने चाहिँ हामी तुरुन्तै एम्बुलेन्सलाई कल गर्ने र सहयोग माग्ने व्यक्तिहरूसँग र तुरुन्तै अब के त प्रोसेस गर्ने सिपिआरको। र सिपिआर गर्दाखेरिमा एकदमै महत्त्वपूर्ण कुरा हामीले कहाँनिर हात राख्ने त्यसलाई ध्यान दिनु होला। निप्पल राइन र सेन्ट्रल चेस्टमा चाहिँ बिल्कुलै बिचमा हामी एउटा हात राख्छौँ पहिला र अर्को हात लगेर यसरी अब लक गर्छौँ अम्रोलाई र बिल्कुलै सिधा उभिने, हात सिधा हुनुपर्छ र सकेको आफ्नो शरीरको वेट चाहिँ हामी यो माथि नै लगाउँछौँ। 1 2 3 4 5 6 7 8 9 10 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30। 30 चोटि चेस्ट कम्प्रेसर दिइसकेपछि अब हामी के गर्छौँ, 2 चोटि सास दिन्छौँ। यदि मास्क र अरू सामानहरू छैन भने तपाईँहरूसँग नाकलाई बन्द गर्न नबिर्सिनु होला र यसरी ओपन एयरवेज गर्नुपर्छ, यो ध्यान दिनु होला। र अब मुखमा मुख लगाएर 1 2 2 चोटि सास दिने र सास दिँदा मजाले छाती फुल्नुपर्छ है, मजाले देखिन्छ र फेरि 30 चोटि यसरी। र यो क्रम कन्टिन्यू गर्दै अस्पताल लिएर जाने र यदि सिपिआर गर्ने क्रममा सास चल्यो भने चाहिँ स्टप गर्ने र कोल्टो बनाएर सुताइदिने। तर सिपिआर गर्न यसरी नै बस्नुपर्छ, टेबलमाथि या बेडमा गर्नु मिल्दैन, भुइँमै जमिनमै यसरी गर्नुपर्छ। र धन्यवाद, थ्याङ्क यू सो मच।